आज म जन्मेको स्थान बालुङ मैनादी यो जलेश्वर धाममा यो महायज्ञ शिवपुराणमा मलाई प्रमुख अतिथि बनाएर यहाँको समाजमा पनि त थिए होला, कति विद्वानहरू थिए, तर म एउटा दलितको छोरालाई प्रमुख अतिथि बनाएर आज यो महायज्ञको प्रारम्भ भइरहेको छ। त्यसैले मैले के भन्न चाहन्छु भने सम्पूर्ण मेरो दर्शकलाई, कर्म गर्दै जानुस्। कर्म गरेपछि यस्ता यस्ता कामहरू गर्न पाइन्छ। कर्मै नै गर्न खोज्नु पर कसरी तपाईँ अगाडि बढ्न सक्छ। त्यसैले आजको दिनदेखि यो महाशिवपुराण यहाँ जाने जलेश्वर धाममा भइराखेको छ। जति पनि मेरा भक्तजन, जति पनि मेरा दलितहरू, ब्राह्मण दलित, यो होइन कि दलित हामी त्यहाँ गएर फुल पाल्न पाइन्न, नबन्नुस्। हामी अगाडि बढ्दै जाने हो। गर्दै गर्दै जाँदाखेरि हेर्नुहोस् त, यो आज म दलित, म दमैको छोराले, म बगैँचा साथले मैले जनै धारण गरेछु, त्यसैले कर्म गर्नुहोस्, गरेपछि सब कुछ पाइन्छ। हेर्नुहोस्, एक दिन यो धरती छोडेर जाने हो। धरतीमा छोड्दाको दिन सम्झुन्, रामकुमार रणपाल भनेका यिनी यस्ता योद्धा थिए। म मरेको दिन त यो धरती पनि हुन्छ, किनभने पार मैले समाजको लागि हितको काम गर्दै हिँडेको छु। कतै मन्दिरहरू बनाउने, कतै मोठमा गर्ने, कतै डोनेसन गर्ने। यो भैरनथानमा मेरो आज 13 वर्ष भइसक्यो। मैले मूल पुजारीदेखि लिएर एउटा घुड बडाल्ने तकलाई सारालाई मैले कपडा वितरण गर्छु। त्यस्तै गरेर नित्य पूजाको तेल पनि यो भैरनथानमा दिन्छु। आज मैले 1,01,11 रुपियाँ यो जलेश्वर धाममा मैले त फिक्स डिपोजिट गरिदिन्छु। त्यो गरेको ब्याजले यहाँ दैनिकी यहाँ दियो जल्छ। यस्तै कर्म गर्दै जानुपर्छ। हेर्नुहोस्, यो संसार आज छौँ भोलि छैनौँ, आज बोल्दैछु भोलि नराम्रा, तर यस्तो काम गरिसकेपछि मानवलाई जन्मेपछि यस्ता यस्ता राम्रा काम गरेर यो धरती छोडेर जानुपर्छ भन्दै म धेरै। स्थानीय सरकारले जलेश्वर क्षेत्रको विकासको निम्ति महायज्ञ लागेको छ। तपाईँ आफ्नो जन्मभूमिमा आएर यस्तो सक्रिय रूपमा सहयोग पनि गरिरहनु भएको छ। यो जलेश्वर क्षेत्र चाहिँ कस्तो भएको हेर्न चाहनुहुन्छ? मैले यो पर्यटक एरिया बन्नेको देख्न चाहन्छु। पहिला यो एउटा जङ्गलमा भरिएको। मैले 2024 साल जब म बुटोलमा जानलाई म भकालुङको बाटो हुँदै जाँदाखेरि मैले देखेको आज मन्दिर हेर्दा हेर्दै यो विशाल भरिसकेको छ। अब जति पनि भक्तजनले आर्थिक सहयोग गर्नु भने पर यो पर्यटक स्थल बनाउनु छ। यो स्थानीय सरकारले पनि यसको लागि कति बजेट छुट्याउनु पर्ने हो, त्यो बेलैमा यो हाम्रो जाने नारायण कार्कीजीले सोध्नुपर्छ। क्योंकि उहाँको कार्यकालमै नै उहाँले यति काम गरेर जानु भने उहाँ अमर हुनुहुन्छ। हेर्नुहोस्, त्यसैले गर्दाखेरि मानवले गर्ने काम यस्ता हुन्। धेरै धन्यवाद छ तपाईँलाई। ल लामो नगरौँ एकदम।